नायं देहो देहभाजां नृलोके काष्ठान्तान्नर्हते विडभुजाम्ने तपो दिव्यं पुत्रकायेन सत्वं शुद्धेरस्मात् ब्रह्मसौख्यं त्वनन्तम्। हे पुत्रहरू, जसरी दाउरा आफ्नो लागि भलेका हुँदैनन्, वृक्ष आफ्नो लागि उम्रेका हुँदैनन्, फल आफ्नो लागि फलेको हुँदैन, नदीले पानी आफ्नो लागि बगाएको हुँदैन, त्यसरी नै यो मनुष्य जीवन पनि केवल स्वार्थको लागि बाँच्ने होइन, स्वार्थको लागि प्रकट भएको होइन, परमात्माको लागि प्रकट भएको हो। परोपकारमा तिमीहरू अवस्थित हुनु, परोपकार गर्नु, अर्काको उद्धार मङ्गल सोच्नु, यी हातबाट उपकार गर्नु, वृद्ध मातापिताहरूलाई प्रणाम गर्नु, हात जोडेर गुरुजनहरूलाई श्रद्धा गर्नु, भागवतको यज्ञलाई स्वीकार गर्नु, पवित्र यज्ञहरूमा सम्मिलित हुनु, आफूले सकेको सहयोग पुर्याउनु, यही नै मनुष्य जीवनको सबैभन्दा ठुलो लक्ष्य हो।